4 लाखभन्दा धेरै तलब, सरकारी जागिर, अझ फ्यामिली भिजा पनि इन्क्लुडेड। सुन्दा निकै राम्रो अपर्च्युनिटी जस्तो लाग्छ हैन त? तर वास्तविकता के हो भने ओमानमा एज अ डक्टर आउने प्रक्रिया त्यति सजिलो र छरितो भने छैन। डाटा फ्लो, प्रोमेट्रिक एक्जाम, इन्टरभ्यू लगायत धेरै स्टेपहरू पार गर्नुपर्छ। नमस्ते, म डाक्टर प्रदीप अधिकारी। हाल ओमानमा एज अ जनरल प्र्याक्टिसनर कार्यरत छु। म ओमान आएको पनि 1.5 वर्ष भयो। आज यो भिडियोमा म तपाईलाई म आफू आउँदाखेरिको भ्याकेन्सीलाई आधार मानेर ओमान आउनलाई के प्रक्रिया छ, के गर्नुपर्छ भन्ने कुरामा कम्प्लिट गाइड गर्नेछु। स्टेप बाई स्टेप सम्झाउनेछु। साथै आफ्नो पर्सनल एक्सपिरियन्स पनि सेयर गर्नेछु। सर्वप्रथम यो भ्याकेन्सीको कुरा गरौँ। यो भ्याकेन्सी डक्टर सोसाइटीमा देखेको थिएँ, त्यसकै आधारमा मैले आफ्नो प्रक्रिया सुरु गरेको थिएँ। यो गभर्नमेन्ट अस्पतालको लागि भनेर, यहाँको सरकारी अस्पतालको लागि भनेर भ्याकेन्सी खुलाएको छ। यसमा जनरल प्र्याक्टिसनरको माग गरिएको छ। इलिजिबिलिटीको कुरा गरौँ। तपाईसँग एमबीबीएस डिग्री हुनु पर्यो, कम्तीमा 5 वर्ष एक्सपिरियन्स, त्यसमा पनि 2 वर्ष इमर्जेन्सीमा काम गरेको हुनुपर्छ। अर्को महत्त्वपूर्ण कुरा के छ भने यो भ्याकेन्सीमा चाइना, रसिया, युक्रेन, बङ्गलादेशबाट लिएको डिग्रीलाई मान्यता दिइने छैन भन्ने कुरा मेन्सन गरेको छ। त्यसैले एप्लाई गर्नुभन्दा अगाडि आफ्नो इलिजिबिलिटीलाई कन्फर्म गर्नुहोला। ड्युटी आवर, यो भ्याकेन्सीमा ड्युटी आवर 48 आवर्स म्याक्सिमम भनेर मेन्सन गरेको छ। हाल म कार्यरत संस्थामा मैले हप्तामा 5 दिन 7 घण्टाको दरले भन्नाले 35 आवर्स पर विक काम गरिरहेको छु। तर वर्कलोड भने तपाईँ कार्यरत संस्था कुन ठाउँमा हुनुहुन्छ, यदि सदरमुकाम भनौँ न एकदम पेसेन्ट फ्लो धेरै हुने ठाउँमा हुनुहुन्छ अथवा पेरिफेरी जस्तै भनौँ हेल्थ सेन्टरहरूमा हुनुहुन्छ, त्यो अनुसार वर्कलोड फरक पर्न सक्छ। अब सबैलाई चासोको विषय स्यालेरीको कुरा गरौँ। यसमा स्यालेरी 1200 भनेर मेन्सन गरिएको छ। प्राय स्यालेरी तपाईँ सरकारीमा अथवा यो प्राइभेटमा केमा हुनुहुन्छ त्यो अनुसार 900,000 बेसिक स्यालेरी हुन्छ भने त्यसमा अन्य एलोवेन्सेसहरू गरेर लगभग 1200-1400 सम्म स्यालेरी पर मन्थ पाउनुहुन्छ। ट्याक्स फ्री अमाउन्ट हो, यहाँ ट्याक्स लाग्दैन। तर यहाँको खर्च पनि त्यही अनुसार नेपालसँग कम्पेयर गर्ने हो भने धेरै छ। लिभिङ कस्ट, ओमान आउँदाको के बेनिफिट छ त्यसको कुरा गरौँ। फ्री भिजा भयो, तपाईसँगै तपाईँको परिवारका सदस्यहरूको लागि पनि फ्री भिजा हुन्छ। एयर टिकटको व्यवस्था हुन्छ। तपाईँ यहाँ आइसकेपछि पनि पर एनम एकचोटि आउन जानको लागि तपाईँको सपरिवारलाई सरकारले टिकट मनी प्रोभाइड गर्छ। हेल्थ इन्सुरेन्स, तपाईँ तथा परिवारको हेल्थ इन्सुरेन्स हुन्छ। हेल्थ इन्सुरेन्सले तपाईँको धेरैजसो समस्याहरूलाई कभर गर्छ स्वास्थ्य सम्बन्धी। तर कुनै कस्मेटिक पर्पसका कुरा, कुनै अपरेटिभ म्यानेजमेन्टहरूलाई चाहिँ सबै कभर नगर्न सक्छ। अर्को तपाईँले पेड लिभ पाउनुहुन्छ। पर एनम 48 डेज पेड लिभ, आवश्यक परेको अवस्थामा अन्य सिक लिभको पनि व्यवस्था छ। अर्को एट द एन्ड अफ सर्भिस तपाईँले आफूले कन्ट्र्याक्ट गरे बमोजिम, जुन कन्ट्र्याक्टमा 2 वर्षको, यो हरेक 2 वर्षमा चाहिँ कन्ट्र्याक्ट रिन्यू गर्ने हुन्छ। यदि तपाईँ र अहिले मिनिस्ट्री अफ हेल्थ दुवै पक्षबाट चाहेको खण्डमा चाहिँ यसलाई रिन्यू पनि गराउन सकिन्छ। कन्ट्र्याक्टमा मेन्सन भए बमोजिम तपाईँले निश्चित समय अवधि पुरा गर्नुभयो भने एन्ड अफ सर्भिस बेनिफिट तपाईँलाई सम अमाउन्ट एज अ क्यास पनि प्रोभाइड गर्छ। अब हामी सबैभन्दा महत्त्वपूर्ण पार्ट प्रोसेस के छ भनेर स्टेप बाई स्टेप बुझौँ। सबैभन्दा पहिले डकुमेन्ट कलेक्सन र भेरिफिकेसन। डकुमेन्ट के चाहिन्छ भन्ने कुरामा अपडेटेड सिभी चाहियो, तपाईँको आफ्नो वर्क एक्सपिरियन्सहरू सबै राम्रोसँग मेन्सन गरेको, इमर्जेन्सी एक्सपिरियन्स भएको कुरा मेन्सन गरेको। अर्को एमबीबीएस सर्टिफिकेट, एनएमसी रजिस्ट्रेसन, इन्टर्नसिप सर्टिफिकेट र पासपोर्ट चाहियो। मैले डिएसओएनमा भ्याकेन्सी देखिसकेपछि इमेल मार्फत आफ्नो सबै डकुमेन्टहरू पठाएको थिएँ। उहाँहरूले एक्सपिरियन्स तथा सिभी चेक गर्नुहुन्छ, त्यसलाई भेरिफाई गर्नुहुन्छ र सर्टलिस्ट गर्नुहुन्छ। यदि तपाईँ सर्टलिस्टेड हुनुभयो भने अब तपाईँ इन्टरभ्यूको लागि तयार हुनुपर्छ। सर्टलिस्टेड क्यान्डिडेटलाई इन्टरभ्यूको लागि बोलाइन्छ। इन्टरभ्यू प्राय नेपालमै हुन्छ। नेपालमा यता ओमानबाट स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरू गएर लिनुहुन्छ फेस टु फेस। तर मेरो पालामा भने अनलाइन भएको थियो। इन्टरभ्यूमा तपाईँ सफल भइसकेपछि अब तपाईँले प्रोमेट्रिक एक्जाम दिनुपर्ने हुन्छ। तपाईँले प्रोमेट्रिक एक्जामको लागि ओएमएसपीको वेबसाइटबाट नेपालमै रहेका पियर्सन भ्यू सेन्टरहरूमा सेलेक्ट गरेर एक्जाम डेट बुक गरेर एक्जाम दिनुपर्ने हुन्छ। यसमा अब्जेक्टिभ प्रश्नहरू सोधिन्छन्, प्राय क्लिनिकल क्वेसनहरू अनि
यतै ओमानको गाइडलाइनसँग सम्बन्धित प्रश्नहरू सोधिन्छ। तपाईँले प्रोमेट्रिक इक्जाम दिइसकेपछि OMSBबाट मान्यता पाउनुहुन्छ, नेपालको NMC लाइसेन्स जस्तै परीक्षा हो यसमा, र त्यसपछि तपाईँले लाइसेन्सको लागि एप्लाई गर्न सक्नुहुन्छ। यो सँगसँगै तपाईँले डाटा फ्लो गराउनु पर्ने हुन्छ। डाटा फ्लोमा तपाईँको एक्सपिरियन्स, तपाईँको डिग्री भेरिफाई हुने काम हुन्छ। यो थोरै टाइम कन्ज्युमिङ हुन्छ, यसमा महिना दिनसम्म जस्तो पनि लाग्न सक्छ। यसमा चाहिँ उहाँहरूले तपाईँको डकुमेन्टहरू भेरिफाई गर्नको लागि सम्बन्धित कलेजमा फोन गर्ने, एक्सपिरियन्सको चाहिँ भेरिफिकेसनको लागि सम्बन्धित हस्पिटलहरूमा कल गर्ने अथवा इमेल गरेर भेरिफाई गर्ने गर्नुहुन्छ। यही बिचमा तपाईँले भिजाको लागि एप्लाई गर्न सक्नुहुन्छ। तपाईँको भिजा आयो भने कन्सल्टेन्सीबाट तपाईँलाई कुन समय अथवा कुन डेट चाहिँ फेभरेबल छ, त्यही अनुसार हामी टिकटको व्यवस्था गरिदिन्छौँ भनेर उहाँहरूले तपाईँलाई सम्पर्क गर्नुहुन्छ र तपाईँको समयानुकूल उहाँहरूले टिकट प्रोभाइड गर्नुहुन्छ, टिकटको लागि एप्लाई गर्नुहुन्छ। यताबाट टिकट जान्छ अनि तपाईँ ओमान आउन सक्नुहुन्छ। त्यसपछि तपाईँ ओमान आइसकेपछि पनि तपाईँलाई यहाँ स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरूले रिसिभ गर्नुहुन्छ। उहाँहरूले निश्चित गेस्ट हाउसमा अथवा होटलमा लगेर राख्नुहुन्छ र तपाईँले त्यसपछि कन्ट्र्याक्ट साइन गरेर सम्बन्धित अस्पतालमा तपाईँको चाहिँ पोस्टिङ हुन्छ। तपाईँ अब ओमानमा काम गर्न थाल्नुहुन्छ। अब मेरो आफ्नो पर्सनल एक्सपिरियन्सको कुरा गरौँ। ओमानको कुरा गर्दा यहाँ वर्क लाइफ ब्यालेन्सको कुरा गर्ने हो भने नेपालसँग तुलना गर्दा एकदम राम्रो छ। स्यालेरीकै कुरा गर्दा पनि काम अनुसार यहाँ निकै राम्रो स्यालेरी छ। त्यस्तै ओमान एकदम सेफ कन्ट्री हो। यहाँको बेफाइदा कुरा गर्दाखेरिमा परिवारबाट टाढा भइन्छ, देशभन्दा धेरै टाढा, भाषाको समस्या हुन्छ। यो एकदम स्ट्रिक्ट मुस्लिम कन्ट्री हो। यहाँ चाहिँ कल्चरल कुराले तपाईँलाई बेला बेलामा अप्ठ्यारो बनाउँछ। भाषाको कारण सुरुमा एकदम असजिलो हुन्छ। भाषाका कारण एकदम गर्मी छ यहाँ, टेम्परेचर 48-50सम्म पुग्छ। अब अन्त्यमा कसको लागि चाहिँ ओमान राम्रो अप्सन हुनसक्छ त भन्ने कुरामा, यदि तपाईँ नेपालमा काम गर्दै हुनुहुन्छ, गल्फतिरको एक्सपिरियन्स कस्तो छ, देश छोडेर यसो बाहिर गएर हेरौँ कस्तो छ भन्ने सोध्छ भने तपाईँ आउन सक्नुहुन्छ। अर्को, तपाईँलाई पैसाकै खाँचो छ, अहिले एकदम आर्थिक अवस्था गाह्रो छ, मलाई पैसै चाहिएको छ भन्ने छ भने पनि केही समय आएर काम गरेर जाने एउटा राम्रो अप्सन हुनसक्छ। अनि अर्को, USMLE प्ल्याब गरिरहनुभएका साथीहरू जो चाहिँ म्याचिङको लागि कुरिराख्नु भएको छ, उहाँहरू चाहिँ यता आएर काम गर्दै गर्ने र उता एप्लाई गर्दै गर्ने र उताको म्याचिङ भएपछि जाने गर्नलाई एकदम राम्रो अप्सन हुनसक्छ। को चाहिँ नआउने, कसको लागि काम छैन भन्दा, यदि तपाईँ MD गरिहाल्ने सोचमा हुनुहुन्छ, करियर ग्रोथको बारेमा धेरै सोच्दै हुनुहुन्छ भने तपाईँको लागि ओमान त्यति राम्रो गन्तव्य नहुन सक्छ। यदि तपाईँ डक्टर हुनुहुन्छ, ओमानसँग सम्बन्धित अन्य जानकारी लिन चाहनुहुन्छ भनेदेखि आफ्ना जिज्ञासाहरू कमेन्टमा राख्न सक्नुहुन्छ अथवा मलाई मेसेज गरेर बुझ्न सक्नुहुन्छ। अहिलेसम्म सुनिदिनु भयो, धन्यवाद।